एसवाई प्यानल नेपालको आइपिओ को बाँडफाँड भइसकेको छ। यो भिडियोमा चाहिँ आइपिओ को रिजल्ट कसरी हेर्ने त्यसको बारेमा तपाईहरुलाई सिकाउनेछु, जानकारी दिनेछु। यो आइपिओ चाहिँ लगभग 4 लाख भन्दा बढीलाई परेको छ। सो तपाईहरुलाई आइपिओ पर्यो कि परेन त्यो हेर्नको लागि चाहिँ तपाईहरुले गुगलमा जानुस् अथवा क्रोम ब्राउजरमा जानुस् र त्यसपछि यहाँनेर तपाईहरुले चाहिँ माथि सर्चमा टाइप गर्नुपर्ने हुन्छ iporesult.cdsc.com.np यो लेखेर सर्च गर्नुपर्ने हुन्छ र त्यसपछि यस्तो पेज ओपन हुन्छ। यहाँनेर कम्पनी सेलेक्ट गर्ने अप्सन हो। यहाँनेर अटोमेटिक आउनेछ। जस्तै भर्खरै यो बाँडफाँड भएको कारणले गर्दाखेरि चाहिँ यहाँनेर अपडेट भइसकेको छैन, नभए अपडेट भइसक्नु बित्तिकै यहाँनेर चाहिँ एसवाई प्यानल नेपाल भनेर देखाउनेछ। जुनै कम्पनीको पनि सेम प्रोसेस नै हो आइपिओ को रिजल्ट हेर्नको लागि चाहिँ। र रिजल्ट आउन साथ यहाँनेर यसरी अटोमेटिक फर्स्टमै आउनेछ कम्पनी र सेलेक्ट गरिराख्नु पनि परेन। त्यसपछि यहाँनेर बिओआइडी नम्बर भनेको छ। यहाँनेर चाहिँ तपाईहरुको डिमेट खाता नम्बर जुन 16 वटा डिजिटको हुन्छ डिमेट खाता नम्बर त्यो चाहिँ यहाँनेर लाउनु पर्ने हुन्छ। त्यसपछि यहाँनेर यो जुन यहाँनेर देख्न सक्नुहुनेछ यो क्याप्चा यहाँनेर एज इट इज तपाईहरुले फिल गर्नुपर्ने हुन्छ। जस्तै यहाँनेर 54692 छ त्यो यहाँनेर फिल गर्ने हो। यहाँ जे हुन्छ त्यो यहाँनेर फिल गर्ने र त्यसपछि भ्यू रिजल्टको अप्सनमा क्लिक गर्ने र भ्यू रिजल्टको अप्सनमा क्लिक गर्नु भएपछि चाहिँ तपाईहरुलाई आइपिओ परेन भने चाहिँ यहाँनेर यसरी सरी नट अलोटेड भनेर देखाउनेछ र पर्यो भने चाहिँ कंग्रेचुलेसन भनेर देखाउनेछ। त्यहाँबाट हरियोबाट देखाउनेछ कंग्रेचुलेसन 10 किता अलोटेड भनेर यहाँनेर देखाउनेछ। सो तपाईहरुले आइपिओ को रिजल्ट हेरिसक्नु भएपछि तपाईहरुलाई आइपिओ पर्यो कि परेन त कमेन्ट गर्नु होला र यस्तै भिडियोहरु हेर्नको लागि चाहिँ हामीलाई सब्स्क्राइब गरेर राख्नु होला।